यहाँनिर चाहिँ त्यस्तो टाइपको हुँदैन के बस स्टपमै गएर चढ्नु पर्छ बाहिर चढेर चाहिँ गाडीहरू चढ्न पाउँदैन सुट्टा एलाउड छैन जहाँ पाइँदा यस्तो सुट्टा हान्न पाउँदैन जे ठाउँ ठिक छ रमाइलो छ रुल्स एउटा सानो कन्ट्री हो तर पुरै रुल्स एन्ड रेगुलेसनमा चलिरहेको कन्ट्री हो क्या तपाईँको युजर पासपोर्टहरू हान्न सक्नुहुन्छ कहाँ कहाँ के जाने भनेर टिकट इन्क्वायरी नि गर्न सक्नुहुन्छ तपाईँहरूले जस्तै अब टिकट इन्क्वायरी हाल्यो भने क्युआर स्क्यान गऱ्यो भने टिकटको इन्क्वायरी हुन्छ यो चाहिँ क्युबिक सेन्टर भयो यो चाहिँ पोर्ट लुइस भयो चाहिँ मेट्रो त आउने जाने भइरहेको हुन्छ फेरि अर्को मेट्रो आइसक्यो रोक्दै के फेरि छुट्टी छैन रोक्दै त्यस्तो हुँदैन के यहाँनिर So warm good morning beautiful ladies and gentlemen and once again welcome back to my video. Hope सबैजना एकदम सन्चै आरामै हुनुहुन्छ म पनि एकदम सन्चै आरामै छु. So 9 month पछि म भिडियो हाल्दै छु. 9 month मैले एउटा पनि लङ कन्टेन्ट अपलोड गरेको छैन मेरो युट्युबमा. अनि आज चाहिँ मेरो छुट्टी हो ट्युसडे हो आज चाहिँ सरी 3 बजे मेरो कपाल काट्ने अपोइन्टमेन्ट छ. क्या यार अघि भर्खर कोक खाएको कस्तो डकार आइरहेको छ कि अनि 3 बजेको आज मेरो कपाल काट्ने अपोइन्टमेन्ट छ. सो कपाल काट्न जाँदैछु यहाँ चाहिँ कपाल काट्नुभन्दा पहिले अपोइन्टमेन्ट लिनुपर्छ नत्र चाहिँ एकपालि आउँदैन. अनि यो कन्ट्री म कुन कन्ट्रीमा हो के हो कसो त्यो पनि आजको भिडियोमा म भन्छु. अनि आजको कन्टेन्ट चाहिँ इन्ट्रेस्टिङ हुनेवाला छ. सो प्लिज भिडियोलाई लास्टसम्म हेर्नु होला. यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल भनेर भन्न चाहन्छु. अनि कमेन्ट पनि छोड्नु होला एउटा मेरो लागि एउटा तपाईँहरू के भन्न चाहनुहुन्छ एउटा कमेन्ट पनि छोड्नु होला. अनि त्यसपछि चाहिँ यदि भिडियो मन पऱ्यो भने साथीहरूमा नि सेयर गर्नु होला. न्युन राईले फेरि पनि भ्लग अपलोड गर्न थालेको छ गएर हेर भनेर भन्नु होला है सबैजनाले. सो हाम्रो चाहिँ यो ठाउँ चाहिँ अब कस्तो छ भने अब सेम नेपालको भाइब छ कि यो हेरेर तपाईँहरूले भन्नु होला नेपालमै बसेर भिडियो बनाइरहेको छ भनेर. तर यो नेपाल होइन सानो घरहरू छ तर यो नेपाल चाहिँ होइन है गाइज. यहाँनिर चाहिँ तपाईँहरूले यो चाहिँ हाम्रो कपडाहरू सुकाइरहेको छ बाहिर. यो चाहिँ नदेखाम चड्डी यताउता नि छ अलिअलि. यो गाइज चिकेट आउट ज्यामिर फैलिरहेको छ यहाँ केरा छ. तपाईँहरूले नेपाल भन्नुहुन्छ तर यो नेपाल चाहिँ होइन है गाइज. सो अब म एकछिनमा निस्किन्छु अनि त्यहाँबाट कपाल काटेर आएर खाना बनाएर खान्छु. अनि त्यसपछि अलिअलि सानो कुराहरू एक्सप्लोर गर्छु यहाँको जे ठाउँ इन्ट्रेस्टिङ छ रमाइलो छ. सो कहाँ छु के छु त्यो हेरेर चाहिँ तपाईँहरूले भिडियोलाई लास्टसम्म हेर्नुपर्ने हुन्छ. सो अब चाहिँ म घरबाट निस्किन लाग्छु. अब लेट्स गो. त्यहाँनिर भोगटे पाकिरहेको रहेछ त्यहाँ भोगटे टिप्नु पर्थ्यो क्या. के कस्तो टाइपको छ भने पुरै वरिपरि फलफुल छ कि केराहरू है. अनि त्यहाँबाट अब यो खानेकुराको नाम त मलाई थाहा छैन. लिची आँपहरू यताउता सब्जी होस् फल छ दामी. ठाउँ चाहिँ कस्तो छ भने तपाईँहरूले चाहिँ यहाँ चाहिँ अब कस्तो भने ठ्याक्कै नेपालको जस्तो भाइब फिल हुन्छ कि पुरै हरियाली नै हरियाली. यहाँको घरहरू चाहिँ त्यस्तो ठुल्ठुलो छैन कि अब यहाँको घर हेरेर चाहिँ कि क्यापिटल सिटी जानुपर्छ होइन सिटी एरियामा नत्र भए चाहिँ सबै घरहरू सानो त्यस्तो एकदम ठुल्ठुलो यताउता टाइपको घर छैन कि सानो छ जे होस्. अनि ठाउँ चाहिँ नेपाल जस्तै फिल हुन्छ. अनि सानो घरहरू होइन मान्छेहरू पनि यहाँ फेरि तपाईँहरू सबै कल्चरको मान्छे भेट्छ कि हिन्दू मुसलमान क्रिस्चियन म्याक्सिमम् चाहिँ हिन्दू छ है यो ठाउँमा चाहिँ. अहिले चाहिँ अब हाम्रो घरबाट अलिकति चाहिँ निस्किने बित्तिकै सबै सिटी एरिया छ. अनि यु गाइज क्यान चेक इट आउट. यहाँनिर चाहिँ पुरा नेपालमा जस्तो चाहिँ छैन कि यहाँ एक्जस्ट हालेर हिँड्नलाई एलाउड छ. पुरै एक्जस्ट हालेर हिँड्नु पाउँछ. गाडीहरू पनि पुरै एक्जस्ट हालेर हिँड्दा हुन्छ. अनि त्यहाँनिर चाहिँ अब हाइवे हो त्यो चाहिँ है मेन हाइवे हो. अनि त्यसको ठ्याक्कै 2 मिनटमा चाहिँ म कपाल काट्न लगाइरहेको छु. एपोइन्टमेन्ट छ मेरो. अब लेट्स सी कतिको भिड छ. मैले पहिले एपोइन्टमेन्ट लिएको थिएँ. यहाँनिर त बाइकको प्राइसमा गाडी आउँछ कि अब त्यस्तै 1 लाख 1.5 लाख रुपियाँमा गाडी हो. सबको गाडी हो पर्सनल. यो क्यान चेक इट आउट. सबैको घर अगाडि आफ्नो पर्सनल गाडी हुन्छ. यहाँ बाइक पनि हुन्छ तर बाइक चाहिँ रियरले चलाउँछ क्या. सबैको गाडी हो सबले गाडी लिएर हिँड्छ. यो क्यान चेक इट आउट. यहाँनिर पब्लिक बस पनि चल्छ. तपाईँहरूलाई चाहिँ म यहाँको पब्लिक बसको बारेमा नि भन्छु कि के कुराले गर्दाखेरि पब्लिक बस चाहिँ यहाँ कस्तो खालको छ सिस्टम के छ भन्ने कुरा कि यहाँनिर चाहिँ गाडी चढ्नलाई फेरि बस स्टपमै जानुपर्छ. फेरि त्यो बाहिर यहाँनिर रोक भनेर त्यो नेपाली गाडी त्यो हुँदैन. यहाँनिर त्यस्तो हुँदैन. त्यस्तो सिस्टम छैन यहाँनिरको. यहाँनिर चाहिँ त्यस्तो टाइपको हुँदैन कि बस स्टपमै गएर चढ्नु पर्छ. बाहिर चढेर चाहिँ गाडीहरू चढ्न पाउँदैन. अनि सुट्टा एलाउड छैन जहाँ पाइँदा यस्तो सुट्टा हान्न पाउँदैन. जे ठाउँ ठिक छ रमाइलो छ रुल्स
एउटा सानो कन्ट्री हो तर पुरै रुल्स एन्ड रेगुलेसनमा चलिरहेको कन्ट्री हो कि अहिले चाहिँ म ठ्याक्कै हाइवेमा निस्केको छु अनि ठ्याक्कै यहीँनिर हो मैले कपाल काट्ने ठाउँ चाहिँ यसरी 2 मिनट यता दोकानहरू पनि छ यहाँनिर सानो यहीँनिर हो मैले कपाल काट्ने यो सानो ठाउँ छ रमाइलो छ दामी छ यो चाहिँ मेन हाइवे है मेन हाइवे इन्डियन रेस्टुरेन्ट हो आज चाहिँ बन्द नहोस् बन्द छैन रहेछ है हिजो एपोइन्टमेन्ट लिएको मैले आज बल्ल कपाल काट्न आइरहेको ओके भित्र गएर भेटौँ फ्रीमा मैले कपाल काट्न चाहिँ अब कपाल सपाल काटौँ कतिजना पछि पाली हेरौँ त्यसपछि म हिजै आएको मेरो ठ्याक्कै पाली आएछ आउने बित्तिकै ठीक है सर जी पहले काटो फिर फोटो लेंगे नहीं पहले वाला दिखा रहा हूँ मैं कैसा दिख रहा हूँ मेरा बाल आपने पहले कैसा है फिर काटने के बाद कैसा दिखेगा वो दिखा रहा हूँ हाँ वो आफ्टर और बिफोर वाली सो यही हो अब सर जी ने काट्नु हुन्छ मेरो कपाल कस्तो देख्छ त्यो पनि देखाउँछु तपाईँलाई सो कपाल चाहिँ कस्तो काट्दै भनौँ चित्त चाहिँ बुझेन पहिला पनि चित्त बुझेन मलाई चाहिँ नेपालबाट यहाँदेखिबाट कपाल काट्नेमा चाहिँ चित्त बुझाएन दिस इज माई लास्ट हेयर कट अब चाहिँ नेपाल नआउन्जेलसम्म कपाल पाल्ने मेरो कपाल सिल्की पनि छ अब कपाल पाल्न सुरु केटोले कपाल काट्दैन दिस इज माई लास्ट हेयर कट कपाल काट्नेमा चाहिँ चित्त बुझ्दैन हो कहिले चित्त बुझ्दैन यार सो अब घर जान्छु ठिकै छ घर जान्छु अब कपाललाई सेट गऱ्यो भने जे अलिअलि ठिकै देखिन्छ लाउरे कट टाइप काटिदिएछ स्लो पान भनेको के हो के एउटा बुढो मान्छेले काटेको अब पैसा सुन्ने हो भने 250 रुपियाँ नेपालको 750 रुपियाँ कपाल काटेको मात्र वास नगरिकन ठिकै छ म चाहिँ रेडी भएर निस्किसकेँ अब बस आउँदैछ बस चढेर जान्छु अनि यहाँको बसको रुल्स चाहिँ कस्तो हुन्छ त्यो पनि देखाउँछु तपाईँहरूलाई म चाहिँ अब बस मैले भन्थेँ नि तपाईँहरूलाई अब जहाँनिर हो त्यहीँ बस चढ्नुपर्छ कि फेरि यहाँनिर चाहिँ बस यो जस्तै बस त्यहाँनिर आइरहेको छ यो बस स्टप हो यो चाहिँ बस स्टपमै रोक्नुपर्छ अरू ठाउँमा चाहिँ बस रोक्दैन लाइक दिस स्टपमै चढ्नुपर्छ अरू ठाउँमा रोक्दैन सो दिस इज द करेन्सी यहाँनिर चाहिँ यस्तो पैसाहरू चाहिँ एकदम भ्यालु मान्छ मैले उसलाई यो दिएपछि चाहिँ उसले चाहिँ मलाई टिकट दिन्छ बसमा चाहिँ टिकट बिना ट्राभल गर्न गाह्रो छ जतिको टिकट दिन्छ त्यति नै हो 1 रुपियाँ पनि छोड्दैन 1 रुपियाँ बढी पनि लिँदैन अनि यहाँनिर चाहिँ बटन सिस्टम हुन्छ अनि त्यहाँबाट बटन स्टेसन आएपछि चाहिँ बटन थिच्ने अनि ठक्क झारिदिन्छ टिकट दिन्छ यो टिकट बिना चाहिँ ट्राभल गर्न भन्न 17 रुपियाँ पर्दैन यस्तो हुन्छ बस चाहिँ उभिएर बस्दैन अनि यहाँ साइडमा यो गसकन सिकेर यो साइडमा एउटा रेड कलरको बटन छ यो बटन उठाउने कि आफू पुग्ने स्टेसन नजिक आएपछि चाहिँ यो रेड कलरको बटन उठाउने अनि त्यसपछि चाहिँ ठ्याक्कै झारिदिन्छ उनीहरूले सो बसबाट ओर्ल्यो अब चाहिँ ट्र्याक खोलाएर अब फुडकोर्टतिर जानु लाग्यो अनि अलिकति पब्लिकमा भ्लग बनाउनु चाहिँ अलिकति कस्तो अलिकति अक्वार्ड फिल हुन्छ कि अलिकति यसरी स्ट्रिटमा नि बेच्छ अनि अलिकति अलिक कस्तो लाग्छ त्यही भएर चाहिँ मलाई पब्लिकमा चाहिँ अलिकति अर्काको फेस देखाउन चाहिँ अलिक मिल्दैन कि किनभने प्राइभेसी भन्ने हुन्छ नि त आफ्नो त खिच्न मिल्यो अर्को खिच्न चाहिँ अलिकति अप्ठ्यारो लाग्छ म त्यही हो नि त्यहाँनिरबाट चलाएको गाडी चाहिँ मैले तपाईँहरूलाई बसको पनि देखाइहालेँ नि त अब बसमा चाहिँ यहाँनिर कस्तो छ भने विथाउट त्यो के अरे विथाउट टिकट त्यो ट्राभल गर्न पाइँदैन अनि टिकट हुन्छ अनि यहाँनिर चाहिँ अब जस्तै जहाँनिर स्टेसन छ त्यही स्टेसनबाट चढ्नुपर्छ कि अनि अब जस्तै नेपालमा चाहिँ कस्तो हुन्छ भने अब जहाँ मन लाग्यो त्यही बिचमा रोक्न पाइन्छ नि त यहाँनिर चाहिँ बिचमा रोक्न पाइँदैन के अरे अब जस्तै स्टेसन आउन अलिकति टाइम लाग्छ भने अलिकति अगाडि नै झर्ने किनभने अलिकति पछाडि झर्ने त्यस्तो हुन्छ कि सो हामी चाहिँ अहिले सब राइडमा आइरहेको छ अनि यहाँ सब राइडमा चाहिँ कस्तो भने यो चाहिँ फुड कोर्ट एरिया हो हाम्रो चाहिँ नेपालमा चाहिँ कस्तो हुन्छ भने होटेल छुट्टै हुन्छ कपडाको छुट्टै हुन्छ अब जस्तै हाम्रो नेपालमा भाटभटे भने जस्तो अब सुपर मार्केट हुन्छ नि त्यस्तै हो कि यहाँनिर चाहिँ एउटा सानो पसलहरू चाहिँ त्यस्तो पर्सनल्ली पसल टाइप चाहिँ कमै राख्छ कि यहाँ चाहिँ कस्तो हुन्छ भने अब एउटा ठुलो सुपर मार्केट हुन्छ त्यसमा खानेकुरा कपडा सबै कुरा अब भाटभटे जस्तै टाइपको के सुपर मार्केट सबै कुरा एउटैमा इन्क्लुड भएको टाइपको हुन्छ कि त्यस्तो खालको हुन्छ अनि यु गाइज क्यान सी द पार्किङ पुरै फुल छ क्या
अनि त्यही भएर अनि त्यस्तो टाइपको हुन्छ कि हाम्रो नेपालमा चाहिँ त्यस्तो हुँदैन नि त। यहाँ चाहिँ सबै कुराहरू मिक्स भएको अलिकति सबै ठाउँहरू एक ठाउँमा भएको वाला टाइपको हुन्छ फुड कोर्टहरू यताउता। अनि त्यही भएर चाहिँ अलिकति डिफ्रेन्स चाहिँ त्यही हो। अनि तर यहाँनिर चाहिँ सबै कुराहरू पाउँछ। अनि प्राइसको कुरा गर्नु पर्दाखेरि जस्तै अब मैले यहाँ 100 रुपियाँमा किनेँ भने चाहिँ नेपालमा 300 रुपियाँ पर्छ कि 3.6 छ नि त अहिले चाहिँ। त्यही भएर अहिले म देखाउँछु कतिको प्राइस डिफ्रेन्स पनि छ भनेर। यहाँको र नेपालको पैसा लगभग बराबरै हो। 1 रुपियाँ यहाँको पैसा यहीँलाई बराबर, नेपालको पैसा नेपाललाई बराबर हो कि कस्तो भन्दाखेरि अब यहाँको 1 रुपियाँ चाहिँ नेपालको अब त्यस्तै 3 रुपियाँ हुन्छ। तर यहाँनिर 1 रुपियाँले अब जस्तै हाम्रो अब खानेकुराहरू 300 रुपियाँ 200 रुपियाँ पर्छ नि, यहाँ पनि त्यस्तै 200 रुपियाँ 300 रुपियाँ 1 रुपियाँ त्यस्तै पर्छ कि। अनि तर यहाँको पैसाले चाहिँ नेपालमा कम्पेयर गऱ्यो भने चाहिँ लास्ट महँगो लाग्छ। त्यही हो। ठिक छ, हामी सुपर मार्केटभित्र छिर्छौँ। यो मेन्सन देखाउँछु म तपाईँहरूलाई कस्तो टाइपको मेन्सन छ भनेर। मलाई यार उठाएर भिडियो बनाउन कस्तो लाग्छ कि यार, अलिकति इम्बारेस टाइपको फिल हुन्छ कि उठाएर भिडियो बनाउनु। अब यो मेन्सनमा छिरेको छु मैले। यहाँनिर अब ज्वेलरी सप, वाच सप, फुड सप, फुड कोर्ट सप सबै यहीँ छ। अनि सबै अब जस्तै फार्मेसी भयो साइडको सबै इन्क्लुड भएको यहाँनिर हुन्छ क्या। कफी सपदेखि लिएर सबै कुरा यहाँनिर छ। अनि मान्छेहरूले के आइरहेको किनभने यहाँनिर ब्लगरहरू कमै छ कि। अब त्यसरी भ्लग बनाएर हिँड्नेहरू यताउता मान्छेहरू चाहिँ कमै छ, खासै भेट्दैन त्यस्तो भ्लगरहरू। अब यहाँनिर चाहिँ अब अर्को छ फेरि अलिकति हिस्टोरिकल टाइपको सामानहरू पनि पाउँछ यहाँ। गेसेन्सीबाट सबै पाउँछ, जे होस् राम्रो छ। यता कपडा सप भयो, अब सबै कुरा इन्क्लुड भएको छ। जे होस् मेरो लागि त यो फर्स्ट टाइम त होइन, पहिला नै आयो म। इन्स्टा 360 ओनर्स सिबिज यहीँ स्यामसङ ग्यालेक्सीको उस भइहाल्यो। कस्तो बवाल लाइट देखेँ क्या। यो ग्यालेक्सीको सोरुम भयो। अनि उतापट्टि कभर पनि छ, कभर पनि पाउँछ मोबाइलहरूको कभरहरू एसेसरिजहरू। तपाईँहरूमा कपडाको प्राइस देखाउँछ है, कपडाको प्राइस कतिको डिफ्रेन्स छ, कतिको फरक छ भनेर। यहाँनिर कतिको कपडाहरू कतिको एक्सपेन्सिभ छ होइन। लेडिज कपडा हो, बाई 2 गेट 3 फ्री रे। यो झोलाको 5000 रुपियाँ। तपाईँले प्राइस देखिहाल्नु नि होइन। झोलाको दाम 5000 रुपियाँ छ। अनि यहाँनिर एउटा सिनेमा हल पनि रहेछ। कपडाको लागि चाहिँ थाहा त्यो बागाटेलमा जानुपर्छ कि ट्याक्कै बागाटेलमा बल पाउँछ कि कपडाहरू। यहाँनिर स्पोर्टी वेयर पाउँदो रहेछ। यहाँ स्पोर्टी वेयरको छ। अनि यो चाहिँ मोबाइलको स्टोर भयो। पब्लिकमा भिडियो बनाउनु चाहिँ अलिकति अनकम्फर्टेबल लाग्छ। तर यहाँनिर चाहिँ एउटा उस भन्ने छ कि डिक्ट्यालो भन्ने छ। त्यहाँनिर चाहिँ बल स्पोर्टी वेयर पाउँछ कि। अनि त्यहाँनिर गएर किन्छु। अस्ति पनि म त्यहीँ गएर किनेको थिएँ। सुजको फुटवेयर रहेछ कोट। जसले मलाई टिकटकमा हेरिराख्नु भएको छ, टिकटकमा फलो गर्नु भएको छ, उहाँहरूले थाहा पाइसक्नु भएको होइन। सायद उहाँहरूलाई थाहा छ म कहाँ छु भनेर। जसले मलाई टिकटकमा हेरिराख्नु भएको थियो, फलो गरिराख्नु भएको थियो, उहाँलाई थाहा छ म अहिले कुन कन्ट्रीमा छु भनेर। किनभने मैले त्यहाँनिर मेरो इन्स्टाग्राममा मेरो टिकटकमा चाहिँ मैले अलरेडी पब्लिक गरिसकेको थिएँ म कुन कन्ट्री आएको छु भनेर। अब जसले हेर्नु भएको छैन उहाँहरूलाई चाहिँ सायद थाहा नहुनसक्छ। इस्ट अफ्रिकामा छु। इस्ट अफ्रिकामा हो अहिले चाहिँ। अब यहाँनिर चाहिँ उहाँको 4 महिना भयो। अनि जे होस् अलिकति टाइममा युज टु हुनलाई यताउता गर्नलाई अलिकति टाइम लाग्यो मलाई। अनि त्यही भएर चाहिँ मैले भिडियोहरू अपलोड गर्न पाइनँ। मसँग फोन पनि थिएन नि त राम्रो, त्यति बेला फोन फुटेको थियो। अनि त्यसपछि चाहिँ भ्लग बनाउन सुरु गरेँ मैले। त्यही हो। अब जस यहाँको लाइफस्टाइल चाहिँ अब नेपालकै जस्तो छ, ठुल्ठुलो घरहरू छैन। तर यो कन्ट्री चाहिँ सानो भए पनि एउटा आइल्यान्ड हो नि त, सानो भए पनि खतरा डेभलप छ कि। किनभने यहाँ सबै कुरा सिस्टमेटिक छ, सिस्टममा हुन्छ चाहिँ। अब म्याक्सिमम भनेको अघि नै मैले सुरुमा नि भन्थेँ, यहाँनिर चाहिँ तपाईँहरूले सबै कल्चरहरू फलो गर्ने मान्छे पाउनुहुन्छ कि। यहाँ हिन्दूजहरू चाहिँ बढी छ। अनि यो चाहिँ सायद के अरे इन्डियन ओसियनमा नै पर्छ। इन्डियन ओसियन चाहिँ योसँग टच भएको भएर इन्डियनहरू बङ्गालीहरू चाहिँ पहिला थियो अरे, बङ्गालीहरू चाहिँ अलिक किक आउट हान्थ्यो। अहिले चाहिँ इन्डियनहरू भेट्नुहुन्छ तपाईँहरूले, इन्डियन चाइनिज। अनि त्यहाँबाट नेपालीहरू पनि आजकल यो 1 वर्ष भयो नेपालीहरू पनि लोत आउन थाले। आजकल नेपालीहरू पनि भेट्नुहुन्छ तपाईँहरूले। भनेको चाहिँ
त्यही 3टा मान्छे हो। अनि हिन्दू पहिला भनेको चाहिँ हिन्दू चाहिँ 100% मा हिन्दू चाहिँ 80%, अनि त्यहाँबाट 80% होइन सायद 60% हिन्दू छ होला, 30% मुस्लिम छ, अनि बाँकी चाहिँ क्रिस्चियनहरू छ। यहाँनिर चर्चहरू पनि छ, मस्जिदहरू पनि छ, हिन्दू मन्दिरहरू पनि छ, शिव मन्दिरहरू यताउता टन्नै छ। यहाँनिर सबै कुरा छ। पैसाको कुरा गर्नु पर्दाखेरि यहाँ आउनलाई कति लागत लाग्छ, डकुमेन्टेसन के हो, कसरी आउँदा राम्रो हुन्छ, कसरी आउँदा राम्रो हुँदैन भन्ने कुराको बारेमा पनि म भिडियो बनाउँछु। म त्यो टपिकमा नै भिडियो बनाएर हाल्छु म तपाईँहरूको लागि। कसरी आउँदा राम्रो हो, कसरी आउँदा तपाईँहरूलाई नि बेस्ट हुन्छ होइन। अब दलेहरूले कति पैसा लिइरहेछ यहाँ आउनको लागि, यो कन्ट्री आउनको लागि। अब यत्रो भनिसक्यो देशको नाम किन नभन्दै होला भनेर पनि भन्नु होला। म भन्छु अहिले लास्ट रिसेन्टली अहिले चाहिँ हामी म्याकडोनल्डमा यो एप्पल पाई भन्ने ट्राई गरेको, त्यो चाहिँ सेल आएपछि खानु पर्ने रहेछ। तातो हानिदिएको मुख डढेर माटो भएर को खाइरहेको छु। चिकन स्पाइसी चिकन मगाएको छु, फ्रेन्च फ्राई, एउटा कोक, स्विट चिल्ली। यहाँ चाहिँ चिल्ली पनि किनेर खानुपर्छ है। अनि यहाँनिर 8 विङ्स छ। सो हामी खाजा खान्छौँ। अनि अहिले बेलुका पिसमा बसेर कुरा गर्छु म तपाईँहरूलाई। म भन्छु होइन पिस भिडियो चाहिँ लाग्छ। अहिले म एकछिनमा भन्छु सबै कुराहरू के हो कसो भनेर। अब चाहिँ म घर निस्किन लाग्यो। अब तपाईँहरूलाई धेरै वेट गराउँदिनँ। म कहाँ छु भन्दाखेरि म चाहिँ इस्ट अफ्रिका मोरिसियसमा छु अहिले चाहिँ। यहाँको 4 महिना भयो। अनि रिसेन्टली चाहिँ खासमा चाहिँ म यहाँनिर इन्टर्न गर्न हो, गाडीहरूमा पिपिएफ लेमिनेसन यताउता इन्टर्न गर्न। म फेरि पनि ब्याक अगेन हुन्छु नेपाल। अब विदेश यहाँ मोरिसियसमा कमाइ कति छ, यहाँ आउने प्रोसेस के छ, अनि तपाईँहरूले कति बेसिक स्यालेरी कति छ, कसरी आउँदा फाइदा हुन्छ, कसरी आउँदा ठिक हुन्छ भन्ने कुरामा पनि म तपाईँहरूलाई भन्छु। यो देश चाहिँ मैले तपाईँहरूलाई पहिले पनि भने कल्चरल देश हो होइन, इन्डियन ओसियनसँग कनेक्टेड भएको देश हो। अब एक्ज्याक्टली टाइम त मलाई पनि थाहा भएन, तर पहिला चाहिँ भोल्क्यानो ब्लास्ट भएर यो एउटा आइल्यान्ड बनायो। यो चाहिँ एउटा आइल्यान्ड हो। बेसिकल्ली म्याक्सिमम भनेको चाहिँ टुरिस्टको लागि चाहिँ फेमस छ यो ठाउँ चाहिँ। यहाँनिर चाहिँ टुरिस्टको लागि अनि वर्किङमा ल्याउनेहरू चाहिँ उखु खेतीमा प्लस फ्याक्ट्री वर्करमा चाहिँ म्याक्सिमम वर्किङमा आउने गर्छन् नेपालीहरू, अलिकति कम पढेकोहरू। अनि यो देशमा चाहिँ तपाईँहरूलाई एउटा कुरा चाहिँ के भन्न मलाई भने, यो देशमा चाहिँ तपाईँहरू अलिकति राम्रो फ्युचर खोज्नुहुन्छ, धेरै पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरू होटेल लाइन सम्बन्धीमा चाहिँ आउन सक्नुहुन्छ। होटेल लाइनमा चाहिँ अलिकति राम्रो फ्युचर छ, राम्रो पैसा छ। बेसिकली कुक बारिस्टाहरूमा आउनु भयो भने चाहिँ राम्रो हुन्छ। अनि अब यो ठाउँमा चाहिँ अब आइल्यान्ड भनेपछि बुझिहाल्नुभयो, टुरिस्ट प्लेस भनेपछि बुझिहाल्नुभयो। बिच साइडको भिडियोजहरू ब्लगहरू पनि अब कन्टिन्युसली आउँछ, त्यो चाहिँ हेर्न नबिर्सिनु होला। त्यो पनि म तपाईँहरूलाई कन्टिन्युसली अपलोड गरि नै हाल्छु, बिच साइडतिरको ब्लगहरू पनि। अनि अब अँध्यारो भइसक्यो, रात परिसक्यो, धेरै पनि नबोलौँ। अब अघि मैले गाडीहरूको बारेमा पनि तपाईँहरूलाई देखाइहालेँ। आज चाहिँ छोटो मैले आफू कहाँ छ के छ भनेर इन्ट्रोड्युस गर्नलाई हालेको ब्लग हो। सो यति नै हो गाइज। अब बाँकी कुरा चाहिँ म अर्को ब्लगमा भन्छु। यहाँको पैसा कति छ, कसरी बस्न सकिन्छ, कसरी खान सकिन्छ, बेसिक स्यालेरी कस्तो छ होइन, कसरी आउन सकिन्छ त्यो कुरा पनि भन्छु। मैले त तपाईँहरूलाई भनिहालेँ म इन्टर्नमा हो। मलाई चाहिँ यहीँको मान्छेले गाडीहरूमा मोडिफिकेसन गर्नलाई बोलायो। म चाहिँ खासमा चाहिँ गाडीमा मोडिफिकेसन सिक्नलाई आयो। यो देशमा चाहिँ सिकिरहेको छु, गरिरहेको छु। अब नेपाल आएपछि चाहिँ बाइकमा मात्रै होइन गाडीमा पनि सुरु गर्छु मैले र नै आयो। अनि त्यसपछि चाहिँ मैले त्यो सँगसँगै पैसा कमाउन आएपछि त पैसा कमाउनु पऱ्यो, पार्ट टाइम जबहरू पनि गरिरहेको छु होटेलहरूमा। अनि होटेल त मेरो फिल्डभन्दा बाहिरको भएर अब अलिकति गाह्रो भइरहेको छ। त्यही पनि ठिक छ, अर्काको देश हो, यताउता युज टु भइरहेको छु। थ्याङ्क यू सो मच फर वाचिङ। किप लभिङ, किप सपोर्टिङ भन्न चाहन्छु। अब जाने बेला चाहिँ अलिकति मेट्रोको सर्टहरू देखाउँछु, मेट्रो स्टेसन देखाउँछु तपाईँहरूलाई, प्लस कसरी मेट्रोमा टिकट काट्छु त्यो पनि देखाउँछु म तपाईँहरूलाई। यहाँबाट मेरो घर खासै टाढै छैन, मेरो घर भन्दा नि मेरो रुम चाहिँ खासै फ्ल्याट खासै टाढै छैन। त्यही भएर चाहिँ हिँड्दै जान्छौँ होला, अथवा अब हामी मेट्रोमा जान्छौँ होला, केमा जान्छौँ, अब मेट्रोमै जान्छौँ, मेट्रो स्टेसन जान्ला हो हामी। सो एनिवे थ्याङ्क यू सो मच फर वाचिङ। किप लभिङ एन्ड सपोर्टिङ न्यू राइडर। अर्को भ्लगमा हेरौँला। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला भन्न चाहन्छु। प्लिज भिडियोलाई सेयर पनि गर्नु होला तपाईँहरूको साथीहरूमा, ग्रुपहरूमा। न्यू राइडरले फेरि पनि भ्लग हाल्न थालेछ, गएर हेर्नु पऱ्यो भनेर भन्नु होला। अब अर्को छुट्टीमा चाहिँ म तपाईँहरूलाई फ्लिक अन फ्ल्याग, किनभने ग्रान्ड वेको हामी बिच जाँदैछौँ। अब म र मेरो क्यामेराम्यान, त्यसपछि त्यो भ्लग आउँछ, तपाईँले हेर्न नबिर्सिनु होला। त्यसमा जेट स्किड अनि त्यहाँबाट मोटर बोटहरू, अब के हुन्छ वाटर एक्टिभिटिजहरू देखाउँछु म तपाईँहरूलाई अर्को भ्लगमा चाहिँ। सो स्टे ट्युन गाइज, किप लभिङ एन्ड सपोर्टिङ, लभ यु अल, बाई बाई एन्ड सी। सो यो चाहिँ बस स्टेसन हो, हामी अघि झरेको। अनि उता पारिपट्टि चाहिँ मेट्रो स्टेसन। पारिपट्टि जानलाई चाहिँ पारिपट्टिको बस चढ्नु पर्छ। अनि यहाँबाट चाहिँ यो मेन हाइवे हो नि त 4 लेनको। अनि यो हाइवेमा चाहिँ माथिबाट क्रस गर्न पाउनु अन्डरग्राउन्ड पास लिनुपर्छ हामीले। सो हामी अन्डरग्राउन्ड हुँदै जान्छौँ। अनि पारिपट्टि म तपाईँहरूलाई मेट्रो स्टेसन देखाउँछु, प्लस त्यहाँनिर टिकट कसरी काट्ने त्यो पनि देखाउँछु। अनि अर्को कुरा पनि भन्न मन लाग्यो,
मोरिससमा चाहिँ तपाईँहरूको 7 बजेपछि अथवा 8 बजेपछि चाहिँ तपाईँहरूले अब गाडीहरू पाउनुहुन्न। यहाँ चाहिँ पब्लिक बसहरू चल्दैन है 7-8 बजेपछि। कहिले कहिले चाहिँ अब चल्न सक्छ, नत्र चाहिँ म्याक्सिमम् कहिले कहिले फाटफुट्टा पाउन सक्छ, नत्र चाहिँ 8 बजेपछि चाहिँ तपाईँहरू कुनै पनि पब्लिक ट्रान्सपोर्ट पाउनुहुन्न। यहाँनिर चाहिँ अब बेलुकामा काम गर्ने सिफ्टहरूको चाहिँ के छ भने अब जस्तो होटल लाइनमा जसको 12 घन्टा ड्युटी हुन्छ, नाइट सिफ्ट हुन्छ, उहाँहरूलाई चाहिँ कन्ट्र्याक्ट बस भन्ने हुन्छ यहाँ। अनि कम्पनीले अब बोलाएको छ भने चाहिँ कम्पनीले खाना बस्न दिन्छ। यो विषयमा चाहिँ म पछि भन्छु कम्पनीले कस्तो सर्भिसहरू प्रोभाइड गर्छ भनेर। अहिले चाहिँ हामी मेट्रो स्टेसन लाग्छ अन्डरग्राउन्ड पास हुँदै। त्यो अन्डरग्राउन्ड पासबाट चाहिँ हामी पारिपट्टि बाटो काट्छौँ। अनि पारिपट्टि बाटो काटेर अनि त्यहाँबाट मेट्रो चढेर अनि त्यहाँबाट मेट्रो चढ्ने कसरी, टिकट कसरी काट्ने त्यो पनि देखाउँछु म। यहाँ चाहिँ सबै कुरा यस्तो देश सानो छ होइन, तर सबै कुरा यस्तो मोबाइल सिस्टममा छ कि तपाईँहरू रोड हेर्न सक्नुहुन्छ। पुरै लाइट साइड होइन सेटिङ भएको, गाडीहरू सबै 70 हाइवेमा 80-70 को स्पिडभन्दा तल छैन गाडीहरू पनि है। ठाउँ बबाल छ के। तपाईँलाई चाहिँ के भन्छु भने यदि तपाईँहरू दुबई, कतार, मलेसिया, खाडी जाँदै हुनुहुन्छ भने त्यो पैसाले चाहिँ म सबैजनालाई मोरिसियसै आउनुहोस् भनेर भन्छु। त्यहाँभन्दा राम्रो कमाइ पनि छ। दुबईमा भन्दा, कतारमा भन्दा, मलेसियामा भन्दा, साउदीमा भन्दा चाहिँ खाडी देशमा भन्दा चाहिँ राम्रो छ है। यो खाडी होइन, यो चाहिँ इस्ट अफ्रिका हो, खाडी देश चाहिँ होइन यो। खाडीमा भन्दा चाहिँ राम्रो छ कमाइ। तपाईँहरूको इङ्ग्लिस राम्रो छ भने अझै तपाईँहरूलाई प्लस पनि हुन्छ। त्यही भएर यदि तपाईँहरू खाडी जाने सोचिराख्नु भएको छ भने खाडी भन्दा पनि यो देश आउन चाहिँ ठिक हुन्छ। तपाईँहरू खाडी जाँदा जति खर्च हुन्छ सेम त्यति नै खर्च हुने हो। यो टपिकमा चाहिँ म तपाईँहरूलाई भिडियो बनाउँछु। मैले भने नि अर्को भिडियो चाहिँ यही टपिकमा आउँछ, कसरी आउँछ, कति लागत लाग्छ, कसरी आउँदा स्क्याम हुँदैन, कसरी आउन ठिक हुन्छ, कम्पनीले के प्रोभाइड गर्छ, त्यो सबै कुराहरू भन्छु म। अहिले चाहिँ हामी अन्डरग्राउन्ड पास राइटपट्टि चाहिँ मेट्रो, लेफ्टपट्टि चाहिँ उतापट्टि जाने के अरे हामी अब यता पोर्ट लुइस क्यापिटल सिटी जाने बाटो हो। एक दिन तपाईँहरूलाई म पोर्ट लुइसको भिडियो पनि बनाउँछु। हाम्रो क्यामेराम्यान र म जाँदैछु। अनि थ्याङ्क यू सो मच हेल्पिङ मी अन क्यामेरा रुचि। थ्याङ्क यू सो मच फर हेल्पिङ मी अन क्यामेरा। ऊ चाहिँ रुचि हो मेरो साथी, मैले चाहिँ यहाँ आएर साथी बनाएको उसलाई चाहिँ। अनि ऊ चाहिँ केटी हो है फेरि, चाइनिज। अनि त्यहाँबाट उसले चाहिँ मलाई हेल्प गरिरहेको गाइड। लास्ट मेट्रो चाहिँ त्यहाँनिर छ। अनि त्यो मेट्रो भइहाल्यो। अनि यहाँबाट अब यो मेट्रो चल्छ। मेट्रो उतापट्टि मेट्रो स्टेसन। सो अब हामी मेट्रोको टिकट कसरी काट्छौँ म त्यो देखाउँछु। मेट्रो आइसक्यो है, बिस्तारै मेट्रो। अनि यो मेट्रो चाहिँ क्युबिक जान्छ, क्युबिक जाने मेट्रो हो। अनि हामी चाहिँ यो मेट्रोमा जाँदै छैनौँ है, हामी जाने मेट्रो चाहिँ अर्को हो। अब यो मेट्रो चाहिँ क्युबिक जाने मेट्रो हो, हामी चाहिँ अर्को मेट्रोमा जाँदैछौँ। यहाँनिरको मेट्रो चाहिँ फेरि सर्ट टर्म छोटो छोटो बाटोको लागि मात्रै हुन्छ कि। मोरिसियस त्यस्तो ठुलो छैन, एउटा आइल्यान्ड हुन्छ। अनि त्यही भएर यहाँनिर चाहिँ लगभग एक दिनै घुमेर भ्याउँछ कि सबै कुरा के। यो चाहिँ ट्रियानोको क्युबिक जाने, ट्रियानो क्युबिक सेन्टर भने नि यो चाहिँ क्युबिक जाने मेट्रो हो कि ट्रियानो हुन्छ। अनि यहाँनिर म्याप छ, अब तपाईँहरू कहाँ कहाँ जाने हो, तपाईँको युजर पासपोर्टहरू हाल्न सक्नुहुन्छ, कहाँ कहाँ के जाने भनेर। अनि यहाँनिर चाहिँ अब तपाईँहरू टिकट कसरी लिने, अब जस्तै अब यो हामीले पैसा क्यासमा किन्ने हो भने चाहिँ टिकट इन्क्वायरी नै गर्न सक्नुहुन्छ तपाईँहरूले। जस्तै अब टिकट इन्क्वायरी हाल्यो भने क्युआर स्क्यान गऱ्यो भने टिकटको इन्क्वायरी हुन्छ, कहिलेको टिकट छ के छ भनेर। अब मैले क्यासमा किन्ने हो भने चाहिँ अब क्युबिक सेन्टरबाट, यो चाहिँ क्युबिक सेन्टर भयो, यो चाहिँ पोर्ट लुइस भयो। प्लेस एडमिन आर्मन्स भनेको चाहिँ यो पोर्ट लुइसको लास्ट वाटरफल अगाडि हो। अब जस्तै मलाई क्युबिक जानु मन लाग्यो, क्युबिक चुज गर्ने, पैसा देखाउँछ, कन्फर्म गर्ने। कन्फर्म गरेपछि यहाँबाट क्यास हाल्न मिल्छ, यहाँनिर डलर। अनि त्यहाँबाट यहाँनिर अब कार्ड हाल्ने भने कार्ड पनि हाल्नु हुन्छ, त्यस्तो सिस्टम हुन्छ। अहिले चाहिँ मैले ब्याक गरिदिएँ, अहिले मलाई काहीँ जानु छैन। सो यही हो गाइस मेट्रो चाहिँ। मेट्रो त आउने जाने भइरहेको हुन्छ, फेरि अर्को मेट्रो आइसक्यो। सेकेन्डमा मेट्रो आउने जाने, सेकेन्डमा मेट्रो आउने जाने भइरहेको हुन्छ। मेट्रो चाहिँ टाइम टु टाइम यहाँनिर ढिलो हुँदैन नि त, सबै कुरा सिस्टममा चलिरहेको हुन्छ।